आर्थिक सर्वेक्षण 81-82 को नतिजाको बारेमा हामी जान्नेछौँ है। आर्थिक वृद्धि भनेको अल ओभर नेपाल भयो। अल ओभर नेपालमा कस्तो छ त चारैतिर छ एक नासको वृद्धि, चारैतिरबाट 4 भयो, 6 भनेको 6 भयो र एक नास भनेको 1 हैन। आर्थिक वृद्धि कस्तो छ त चारैतिर छ एक नासको। अब हेरौँ औसत उपभोक्ता मुद्रास्फीति। यो उपभोक्ता मुद्रास्फीति भन्ने बित्तिकै नेपालमा कस्तो गरिबी छ, रोजगार, अवसर हैन, तर त्यस पैसाको भ्यालु कस्तो छ यो कुराहरू जनाउँछ। यो 4.72 भनेको यो एउटा स्वस्थकर हो, राम्रो मानिन्छ है। अब आर्थिक वृद्धि चारैतिर एकनासको छ हैन, छ एकनासको एउटै हुनुपर्छ कि पर्दैन? नेपालको कुरा गरेको छ भने त चारैतिर हुनु पर्यो, त चारैतिर हुने भयो। र 7.2 भनेको तपाईले एउटा कुरा के यहाँ थप्नु होला भने 6 मा 1 बढले बढी छ र 1 भन्दा यो 1 ले बढी छ मुद्रास्फीति। यति मात्र हजुर कुराहरू अलिक कन्सेप्ट लगाएर बुझ्नु होला। कृषि क्षेत्रको उत्पादनमा 3 तहको हाम्रो धरातलीय स्वरूप छ त 3 यहाँ आइहाल्यो हैन। कृषि क्षेत्रको उत्पादन र 2 र 8 भनेको तपाईले 28 भनेको खाइस, अन्नबाली हामी खाइन्छ त 28 खाइस, यसरी मिलाएर हजुरले बुझ्नु होला। बाँकी यता हेरौँ त कुल ग्रास उत्पादनमा कृषि क्षेत्रको योगदान। अब एउटा कुरा भन्नुस् त कृषि क्षेत्रको योगदान कुल ग्रास भनेको घर बुझौँ हैन। घरको उत्पादनमा कृषि भनेको हामी के छौँ त कृषि प्रधान देशमा हामी किसानका छोराछोरी हौँ र हामीले आफ्नो ग्रास उत्पादनमा कस्तो योगदान गरेका छौँ त यो कुरा त कृषकका छोराछोरी नै बुझ्ने हुन् हैन। अब 25 वर्षका धनी, अब यहाँ नबुझ्नु होला है, धनी बाबुको म यहाँ राख्दाखेरि त्यस्तो सेन्स नलाउनु, हामीले बुझ्नको लागि मैले यो एउटा मात्र ट्रिक युज गरेको। जस्तै कृषिको बारेमा त कृषकका छोराछोरीले बुझ्ने हुन्। अब 25 वर्षीय धनीका छोराहरू त यसबारे बुझ्दैनन्। गृहस्थमा अब घरबाट हामीले कसरी खेतीपाती गरेर घरमा योगदान, अब कृषिबाट नै हामी योगदान दिन्छौँ, कृषिबाट नै घर चलाउने हुन्छ हैन। त 25 वर्षीय धनी बाबुका छोराहरू त बुझ्दैन, तर हामी 16 वर्षीय कृषकका छोराहरूलाई नै थाहा हुन्छ के 16 वर्षदेखि नै हामीले आफ्नो कृषिबाट कसरी हुन्छ, घरमा कसरी घरबार चलाउने भनेको हामी 16 वर्षदेखि नै बुझेका हुन्छौँ। एउटा 16 वर्ष भनेको एउटा ठिक्कको उमेर मानिन्छ, म्याच्योर उमेर पनि हामी बुझ्छौँ 16 वर्ष भनेको हैन। तर 25 वर्ष भए पनि धनी बाबुका छोराहरू बुझ्छन् यो कुरा? बुझ्दैनन्। 25 वर्षका धनी बाबुका छोराहरू बुझ्दैनन्, तर कृषकका छोराछोरी सन्तानहरू 16 वर्षदेखि नै यो कुराहरूमा कृषिमा कसरी घरलाई योगदान गरिन्छ, कसरी उत्पादनलाई हामी ग्राह्यता दिउँ, कसरी उत्पादनलाई बढाऊँ, घरबार कसरी चलाऊँ, यो कुरा हामीलाई थाहा हुन्छ है। बुझ्नु होला यहाँबाट। त्यस्तै नै उद्योग क्षेत्रको योगदान। उद्योगहरूमा काम गर्दाखेरि, कल कारखानामा काम गर्न जाँदाखेरि मिनिमम अहिले हामीलाई के चाहियो त शैक्षिक योग्यता 12 कक्षा पास हुनै पर्छ हैन। अब एउटा काम गर्नको लागि नै हामीले 12 क्लास त पढ्नै पर्छ। अहिले के गरेको छ त उद्योगमा 12 कक्षा पढेपछि मात्र हामी त उद्योगमा काम गर्न पायौँ। र 83 पहिला के हुन्थ्यो भने पहिला उद्योगहरूमा कल कारखानामा काम गर्न जाँदाखेरि पैसा तिराइन्थ्यो हैन, तिरेर हामी काम पाउँथ्यौँ। तर अहिले के छ त 12 क्लासको सर्टिफिकेट तिरेर हामी के गरेका हुन्छौँ त जब पाएका हुन्छौँ, उनीहरू तिराउँछन् हामीसँग। त हो त उद्योगहरूमा काम गर्नको लागि 12 कक्षाको सर्टिफिकेट 30। एकजना साथीले सोधेको छ तिमीले उद्योगमा काम गर्न गयौ कि 12 क्लासको सर्टिफिकेट तिमी तिर्यौ त 30 कि नै? त्यो सोधेको रहेछ। पहिला पैसा तिरिन्थ्यो, त अहिले के तिर्ने भयौँ त हामी? सर्टिफिकेट है। अलि मिलाएर बुझ्नु साथीहरू हैन। अझ तपाईहरुलाई पनि अब मैले सिकेको, सरले सिकाएको हैन, ट्रिकल युज गरेको छु, तपाईहरुलाई पनि केही त्यस्तो आइडिया छ भने शेयर गर्नु होला।